अत्यन्तै खुसीको खबर पनि छ है। दुःखका बीच यो खुसीको खबर सम्प्रेषण गर्न चाहन्छु। करिब 41 जनाको सकुशल उद्धार गरेर राखिएको खबर म सार्वजनिक गर्छु। यो रसुवा जुन भोटेखोजी बाढीबाट प्रभावितहरूलाई उद्धार गरी त्रिशुली स्थित श्री नम्बर 1 सैन्य तालिम केन्द्रमा राखिएको व्यक्तिहरूको विवरण मैले सार्वजनिक गरेको छु। नेपाल प्रहरीको पेजमा पनि आएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विपदको टिम सबै सुरक्षा निकायलाई धन्यवाद दिन चाहन्छु। यो दुःखमा उहाँहरूले गरेको प्रयत्नलाई हामी सम्मान गर्छौँ र यति धेरै व्यक्तिहरू जो बाढी प्रभावित हुनुहुन्थ्यो उहाँहरूलाई तत्कालै उद्धार गरेर त्यहाँ लगेर राखिएको छ। यी राखिएका व्यक्तिहरूका बारेमा कतिले त थाहा पाउनुभयो होला, कतिले पाउनु भएको छैन होला। म त्यही पनि उहाँहरूको नामसहितको यो विवरण सार्वजनिक गर्दैछु। सुजन रत्न वज्राचार्य त्रिशुली निवासी हुनुहुन्छ। उहाँ त्यहाँ सकुशल राम्रोसँग हुनुहुन्छ। सुजन मल्ल त्रिशुली, कल्पना मल्ल त्रिशुली, विनोद तामाङ बेलकोट, सूर्यबहादुर वाइवा सिन्धुली, गणेश बोरा रामेछाप, मन्जिल तामाङ विदुर 11, भिरत महान तामाङ मैलुङ उत्तर गया, प्रमोद राणा बिहार, यसै गरी सुदीप केसी बारा सिमरा, धनञ्जय बराई कपिल वस्तु, गौरव थापा मगर कलङ्की, प्रेम प्रसाद सुवेदी पर्वत, चण्डीराज खत्री उदयपुर, सन्तोष कुमार लुइटेल धादिङ, रमेश कुमार डडेलधुरा, चण्डीराज गिलाल खोटाङ, श्याम सिलवाल गोदावरी, राजेन्द्र ढुङ्गाना काठमाडौँ। यी नामहरू हजुरहरूले याद गर्नुहोला, मैले यहाँ पनि राखिदिनेछु। करवीर गैरे रुकुम पश्चिमको करवीर गैरे पनि सकुशल अवस्थामा हुनुहुन्छ। टेकबहादुर श्रेष्ठ सिन्धुपाल्चोक, कुमार रायमाझी सिन्धुपाल्चोक, राजीव श्रेष्ठ टाँडी, शीतल तामाङ दोलखा, सुजित यादव महोत्तरी गौसला, कृष्णबहादुर श्रेष्ठ बारा, राम ध्यान यादव महोत्तरी, सरोज अधिकारी महोत्तरी, लक्ष्मी आचार्य नेपाल धुन्से, इन्दिरा नेपाल धुन्से, भुवनेश्वरी पौडेल धुन्से, एम कुमार नेपाल धुन्से, केशव प्रसाद बराल धुन्से, उषा बोगटी धुन्से, वीरसिंह आलेमगर धुन्से, सुजित जोशी सूर्यगढी, लीलादेवी जोशी त्रिशुली, कालीन खतिवडा त्रिशुली, राम जोशी त्रिशुली, नवीन खतिवडा त्रिशुली, रमेश कार्की त्रिशुली गरेर करिब 41 जना व्यक्तिहरूलाई सकुशल उद्धार गरेर उहाँहरूलाई त्रिशुली स्थित श्री नम्बर 1 सैन्य तालिम केन्द्रमा राखिएको विवरण मैले सार्वजनिक गर्छु। यो चाहिँ घटना घटेको हिजो 10 गते राति 9 बजेको विवरण थियो। त्यसलाई हामीले यो कतिले खबर पाउनुभयो, त्यही पनि धेरैले मलाई म्यासेज गरेको कारणले तपाईँहरूका मानिसहरू पनि त यही हुनुहुन्छ कि भन्ने हिसाबले मैले प्रयत्न गरेको छु यो म्यासेजलाई धेरैसम्म प्रवाह गरौँ। दुःख छ, दुःखका बीचमा 41 जनाको उद्धार भएको यो खुसीको खबर पनि छ। यो म्यासेज सबैसम्म प्रवाह होस्। उद्धार भएका व्यक्तिहरूलाई परिवारसँग सम्पर्कमा ल्याउने प्रयत्न सबैले गरौँ। यो तडपिएको छ समाज, पीडामा छ समाज। यो बेलामा सबैले मानवता सम्झेर एकले अर्कालाई साथ दिएर कर्म गरौँ। सकुशल उद्धारमा जुट्ने सबै राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायहरू, सबै स्थानीय सामाजिक व्यक्तित्वहरू सबैलाई फेरि पनि धन्यवाद। करिब 41 जना